डायुरेटिक्स। यो औषधिले पशुहरूको शरीरमा बढ़ी मात्रामा भएको तरल पदार्थलाई पिसाबद्वारा बाहिर निकाल्न मद्दत गर्दछ। यी औषधिहरू शरीरमा पानी कम भएको र पिसाब गर्न नसक्ने पशुहरूलाई दिनुहुँदैन। लोकल एनेस्थेटिक्स। यो औषधि पशुलाई उपचार गर्नको लागि चिरफार गरिदा र छालालाई लाटो बनाउन प्रयोग गरिन्छ। पीपले भरिएको खटिरामा यो समूहको औषधि प्रयोग गर्दा त्यति प्रभावकारी नहुने भएकोले यसको प्रयोग नगरी त्यसै चिर्नु उत्तम हुन्छ। हर्मोन्स। यो सन्तान उत्पादन प्रणालीको खराबीहरू उपचार गर्दा प्रयोग हुने औषधि हो। भिटामिन वा मिनरल। यो औषधि पशुहरूलाई दिशा लाग्दा, जुका पर्दा र दाना आहारको कमी अथवा कुपोषण भएको बेलामा भिटामिन र खनिज पूर्ति गर्नको लागि दिइन्छ। मेटाबोलिक रोगहरूको उपचार गर्दा पनि यो औषधिको प्रयोग हुन्छ। रगतमा पाइने परजीवीलाई दिने औषधिको समूह। रगतमा पाइने परजीवी जस्तै बबेसियालाई मार्न यो औषधिको प्रयोग गरिन्छ। बाह्य परजीवीको विरुद्धमा प्रयोग गरिने औषधिहरू। यो औषधि बाह्य परजीवीलाई मार्नको लागि प्रयोग गरिन्छ। सेडेटिभ्स र ट्रेन्कुलाइजर्स अथवा लठ्याउने औषधि। यो औषधि पशुलाई शान्त पार्न र सम्हाल्नको लागि दिइन्छ। यो औषधि पशुको कुनै भागको चिरफार गर्नुभन्दा अगाडि पनि दिन मिल्दछ।